पहिला त्यति धेरै भिडियो हाल्ने, फोटाहरू अपलोड गर्ने, फेसबुकमा रोइलो गर्ने मान्छेले हैन बिहे गरेर जापान गइसकेपछि फर्किसकेपछि त भिडियो सिडियो नि आउँदैन, केही चलपल पनि आउँदैन भनेर नयाँ बिहे गरेर भर्खर आइरहेकी श्रीमतीज्यूले अनि पछि घर परिवार फ्यामिलीले दिनदिनै गुनासो सुनाइरहने के। अनि म पनि आज सबैले उठेर बिहान नुहाइदै गरेर पर्फ्युम हानेर हैन चस्मा ठोकेर लागे घुम्न भनेर। अनि बाहिर के निस्केको थिएँ गाइजहरू हैन, गर्मी यस्तो गर्मी यो। अनि म पनि एलिभेटर चढेर नजिकैको स्टेसनमा गएँ हैन। अनि एलिभेटरमा आनन्द तरिकाले रोइला गर्दै हैन। अनि दिउँसोको गर्मी भएर लगाएर खासै धेरै मानिसहरू पनि थिएन हैन। एलिभेटरमा लगभग म मात्रै थिएँ। अनि पछि नभन्दै म स्टेसनमा पनि पुगेँ हैन। अनि स्टेसनमा गएर अब टिकट त काट्नु पर्यो कहीँ जानको लागि, त्यतिकै त गइँदैन। अनि म टिकट बुथमा गएर यसो हेरेको थिएँ हैन, टक्क 200 रुपैयाँमा नजिकैको मार्केटमा जान सकिँदो रहेछ। मार्केट त के भनौँ, नजिकैको ठुलो स्टेसन के, स्टेसनभित्र मार्केटै हुन्छ हुन त हैन। 200 रुपैयाँमा टिकट निकालेँ। अनि माथि पैसा राखेर तलबाट टिकट पनि फुत्लुका निस्क्यो। अनि टिकट हातमा लिएर म अनि रेल चढ्न भनेर गएँ। अनि पछि गएर आनन्द तरिकाले, गर्मी नै थियो गाइजहरू हैन, कति बेला रेलभित्र पसौँ भनेर मलाई एकदम हतार भइरहेको थियो हैन। अनि मैले टक्क यहाँबाट चाहिँ टिकट हालेँ, उताबाट निस्कियो टिकट पनि हैन। अनि स्टेसनभित्र रमाइलो चलपल थियो हैन। त्यतिकैमा म कति बेला ट्रेन आउला भनेर ट्रेनको प्रतीक्षामा थिएँ हैन, नभन्दै ट्रेन पनि आइपुग्यो हैन। अनि पछि गएर कति बेला रेलले ढोका खोल्ला र म भित्र छिरम्ला भनेर एकदम हतारमा थिएँ कि गाइजहरू हैन। अनि खासै मानिसहरू पनि थिएन रेलमा चढ्ने, 1-2 मानिसहरू मात्र थिए हैन। त्यो ड्राइभरजीले रेल रोक्नु भयो। अनि पछि गएर म पनि टक्क ढोका के खोलेको थिएँ, तछाड मछाड गर्दै भित्र छिने के गाइजहरू हैन। रेलभित्र त पुरा रेल प्याकअप भइरहेको के हैन। अनि पछि सिटहरू पनि खासै नाइ। अनि म पनि त्यत्तिकै उम्मेर भिडियो सिडियो खिच्दै हैन। अनि वरिपरिका मान्छेहरूले पनि मलाई हेर्दै थिएँ। अनि पछि त्यत्तिकैमा म नजिकैको स्टेसनमा पुगेँ भ्याएँ गाइजहरू, बस्न नपाउँदै पुगेँ। अनि पछि टक्क त्यहाँ पुगेको थिएँ हैन। स्टेसनभित्र पुरा चलबल चलिरहेको मान्छेहरूको भिड हैन। सबै मार्केटहरूमा यताउता एकदमै भिड के मान्छेहरूको। अनि ओल्तिर पोल्तिर त्यहाँ यस्तो मगमग बासना आइरहेको थियो। के को बासना आइरहेछ भनेको त पुरै त्यहाँका बेकरी आइटमहरू हैन, केक सेक ब्रेडहरू यताउता पिज्जा पास्ताको पुरा मगमगै बासना आइरहेको क्या। कति बेला खाम लागिरहेको मलाई हैन। तर पनि मैले खाइनँ हैन। आजभोलि खासै बाहिरको चिजहरू खाँदैन कि त्यति धेरै हैन। अनि हल्का डाइटिङ गरौँ भनेर लागिरहेको, त्यही पनि के मनले त के मान्थ्यो र, जनतालाई मनलाई फकाएर बाहिरतिर निस्किम भनेर लाग्यो। अनि टक्क त्यहाँ यसो यतातिर हेर्छु भने त पुरै सूर्यमुखी फुल बेच्न पो राखिरहेछ हैन। के गर्न थालेको भनेर यसो सोचेको त, हामी त नेपालमा त पुरा यसलाई तेल बनाएर खान्थ्यौँ, जापानमा त बेच्न पो राखिरहेछ हैन। ठिकै छ, जे भए पनि अब जापान हो, जे पनि गर्छ भनेर म बाहिर निस्केँ हैन। बाहिर निस्केँ, यसो बिल्डिङ हेरेको, पुरा बिल्डिङ हेरेको, यस्तो रङ्ग लाग्यो कि मलाई हैन। बल्ल जापान आए जस्तो फिल भयो के। अनि तिनी बिल्डिङलाई साक्षी राखेर टक्क फोटासोटा खिच्यो, भिडियो सिडियो खिच्यो हैन। अनि हल्का बुढीलाई पनि सेन्ड गरेँ हैन। बुढी पनि आनन्द तरिकाले एकदम हाँसेको रियाक्ट पठाएँ हैन। अनि पछि म नजिकैको ठुलो बिल्डिङभित्र छिरेँ हैन। पहिला पनि आइरहेको थिएँ कि बिल्डिङमा, एकदम दामी लाग्छ के। अनि पछि फर्स्ट फ्लोरमा चाहिँ टक्क लाएर यहाँ विभिन्न किसिमका च्यानल डायर मेकअपका एकदम ब्रान्डेड सामान हो के। अनि पछि मैले च्यानलको पर्फ्युमहरू पनि युज गर्छु, एकदम धेरै महँगो हुन्छ है गाइजहरू हैन। सबै त जसको बसको बात हुँदैन हैन, जसले मात्र किन्छ। अनि पछि टक्क लाएर म त्यो यसो हेरिसकेपछि म नजिकैको एउटा बिग क्यामेरा सबभित्र छिरेँ हैन। अनि त्यहाँ एकदम यताउता निहाल्दै थिएँ हैन सामानहरू। त्यतिकैमा मेरो नजर एकदम त्यहाँ नजिकैको राइस कुकरमा पऱ्यो हैन। राइस कुकरको मूल्य एकदम मलाई हार्ट एट्याक आउला जस्तो भइरहेको थियो कि। 1,24,800 नेपालमा हाम्रो घरतिर 1 कट्ठा जग्गा आउने त पुरै नेपालमा जापानमा एउटा राइस कुकरलाई पर्दैछ हैन। क्यामेराको त के कुरा गर्ने हो र हैन। 5 लाख 6 लाखका क्यामेरा हैन। अनि पछि गएर टक्क किन्न नसके नि हेर्न त पाइयो हैन। अनि हातमा उठाएर यसो चलाएको त पुरै हातबाट मेरो खल्ती पसिना आइरहेको भने गाइजहरू हैन, क्यामेराको मूल्य देख्दाखेरि नै। त्यही पनि ठिक छ। अनि नजिकै यसो हेर्छु भने त पुरै स्ट्यान्ड छ हैन। यहाँ जापानमा कसको इन्टरभ्यू लिँदैछ, दुर्गा प्रसाई आयो कि क्या हो भनेर हेरेको त हैन्छ, दुर्गा प्रसाई सर हैन्छ, यत्तिकै बेच्न पो राखिरहेको रहेछ। त्यतिकै म फुत्लुक्क बाहिर निस्केँ त्यो बिल्डिङबाट पनि हैन। अनि बाहिरको नजर निहाल्दै आनन्द तरिकाले हेर्दै थिएँ हैन। अनि हल्का पेटमा पनि भोक लागिरहेको थियो हैन, बिहान खाएको। अनि पछि 2-3-4 घन्टा भयो थियो नखाएको पनि। अनि पछि टक्क लागेर
ओल्तिर पोल्तिरको नजारा हेर्दै म एकदम मनमोहित तरिकाले लाग्दै थिएँ होइन। त्यतिकैमा टक्क म पनि एउटा म्याकडोनल्डभित्र छिरेँ अनि म्याकडोनल्ड फटाफट अर्डर गरेर केही नसोचेँ ओल्तिर पोल्तिरका मान्छेहरूलाई पनि बाल नदिकन मैले खान थालेँ क्या होइन। अनि टक्क लाएर खाइयो एक किसिम म्याकडोनल्ड अनि म्याकडोनल्डभित्रको एसीको हावा खाँदै होइन रमाउँदै थिएँ म एक्लै आफ्नै तरिकाले इन्जोय पाराले होइन। अनि पछि गएर टक्क म्याकडोनल्डसँग खाएर भ्याएर फटाफट खाइयो होइन। अनि खाएर अब त घर जानु पऱ्यो, कति बाहिरतिर बस्ने र भनेर म घरतिर लागेँ होइन ट्रेन चढेर। अनि ट्रेन चढेर घरतिर जाँदै थिएँ। घरतिर जाने क्रममा वारिपारिको दृश्य हेर्दै यताउता मनमोहित हुँदै होइन। अनि पछि म फेरि बाहिरतिरको यसो नजर हेऱ्यो कि नेपालतिरको याद आइरहने के भने अनि तिनी घर होइन टक्क छानो परेको घर जस्तो हुन्छ नि त। छानो लगाएको त होइन, जापानले आफ्नो स्टाइलले बनाएको हुन्छ घरहरू पनि होइन। अनि पछि पाहाडतिर हुन्छ नि त छानो लगाएको टक्क लाएर त्यस्तै घरहरू के। अनि पछि दृश्य हेरिसक्यो नेपालको मातृभूमिको याद आउने होइन। अब याद गर्दै रमाउँदै मनमा कुरा खेल्दै होइन सम्झिँदै मातृभूमिलाई त्यतिकैमा म अब घरमा पनि आइपुगेँ होइन। अनि पछि गएर भिडियो सिडियो खिच्दै यताउता गर्दै कति छिटो स्टेसनमा पुगिभ्याएछु त कि गाइजहरू म त होइन। स्टेसनमाबाट बाहिर चेकआउट भएँ होइन। अनि पछि गएर आजको दिन पनि एकदम रमाइलो भयो होइन। एनिवे तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो होइन प्रतिक्रिया दिँदै गर्नु होला। मैले मिलेको बेला टाइम भएको बेलामा होइन यस्तै जापानसँग सम्बन्धित विभिन्न भिडियोहरू बनाउनै रहनेछु होइन। एनिवे यो भिडियो यहीँ अन्त्य गरौँ है त गाइजहरू। बाई बाई, टेक केयर, सी यू नेक्स्ट टाइम।